वेलकम टु माई युट्युब च्यानल फेलिबेन तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि हामी समुद्रमा जाँदैछौँ यसो घुम्नका लागि। अब रुममा कति बस्नु के बस्नु भनेर है झ्याउ लगाइरहेको छ। हामी चाहिँ घुम्न जस्ट हामी जाँदैछौँ। लेट्स गो। ल यो चाहिँ पुरै ल हेर्नुहोस् यहाँ ट्र्याक्टरको पुरै यस्तो तरिकाले रोप्छ भने पुरै रोपिरहन् धान यसरी रोपिरहन् यार। है हाम्रो नेपालमा पनि यसरी नै हुनु पर्यो, जहाँ पाए त्यहीँ यस्तो मजाले गरिरहन्। ल बिउ चाहिँ यहाँ छ है, बिउ यहाँ छ है, ट्याक्क लाएर त्यस्तो मजाले जोतिरहेको यो बाजेले यार। बिक्रीको त यहाँ बिक्री देख्नु यार, यार कस्तो मजाले गर्ने है पुरै यार। ल है किन चाहिँ बवाल जोत्दो रहेछ यार ठ्याक्क कि ल हेर यो चाहिँ पछाडि चाहिँ यस्तो भइरहेको यो चाहिँ होइन ट्याक्क त्यस्तो गर्ने पछाडि ल्याएर टक्क राख्ने तल टक्क राख्छ यसरी तर लगाएर त्यो अब पुरै ए कति सजिलो। ल ल ल धेरै राम्रो यार यो पाटो। अब यसले 10 मिनटमा यो सबै यो रोपिसक्छ यसले। त्यो बाजेले चाहिँ यहाँबाट ल्याउँदैछन् है। कस्तो राम्रो यार बिउ पनि कति राम्रो। ल है ल बिउ यसरी राख्ने चाहिँ उसले टक टक हालिदिने। यो चाहिँ बिउ लिएर आयो है। यस्तो हुनु पर्यो है हाम्रो नेपालमा पनि। दुःख छ तर दुःख छ तर दुःख चाहिँ कसरी चाहिँ सुखमा परिवर्तन गर्ने सजिलो कसरी बनाउने भन्ने कुरा चाहिँ सबै यहाँ सोचेको क्या यो जापानले यार। लास्टै के यस्तो राम्रो यार बिउ यसरी राख्दै यहाँ ट्याक्क उसले यसरी लिएर आउँदैछ है। ल आजको हामी चाहिँ समुद्रमा जाँदैछौँ ट्याक्क लगाएर। नाच रहा है देख रहा है। नाचो 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 लरे परे मैं कान माछो ल लखै ए कम्बर पनि माछो कम्बर पनि आनेला सिल सिन र ल ल ल ल ल ओइ 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 ओ ल ल ल ल ल ओ ओइ ओ ओइ ओ ओइ सारा बक सिगला मालिक लो सल्लग हो लो 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 सिल्ली लिली ली होको होको हो वूहू लास्ट यो चाहिँ बबालै त्यस्तोमा जानु हुँदैन नि त त्यस्तोमा जानु हुँदैन है त। पुरै खेलिरहेको छौँ, मजा लिइरहेको छौँ। समुद्र आइरहेको छ पानी है, यस्तो थाहा लागिरहेको है। तर पानी पनि नुनिलो होला यार यो पानी। खै ताकीमा होइन ताकीमा बवाल बवाल बवाल। यो पानी पनि मिठो छ है तर ओ
माई गॉड आइरहेको छ यस्तो छ है हेर्न सक्नुहुन्छ उनीहरू उहाँ छन् है पुरै बसिरहेछन् म चाहिँ यहाँ समुद्रको मजा लिइरहेको छु एकदमसँगले पुरै आए त ठिक छ जिन्दगीमा रमाइलो पनि गर्नुपर्छ घुम्नु नि पर्छ है तर समुद्र चाहिँ डराउनु हुँदैन म डराउँदैन हामी ल है सबैलाई परिवारदेखि देश पिछमा रहेको सबैलाई समिरहेको छु माया मारेको छैन भन्नु होला तपाईँहरूले पनि तर माया त मार्नै पर्यो यस्तो ठाउँमा आएपछि माया मार्नु नमारी कोही हिँड्छ कोही छ केटाहरू पुरै यस्तो छ है ल अब पनि हामी पनि मजा लिइरहेको छौँ अब एक डेढ घन्टा यहीँ बस्छौँ होला हामी है त्यस पछाडि तपाईँहरूलाई जानकारी दिइहाल्छु के गर्छु भनेर चस्मा चाहिँ अब यो भनेको चाहिँ ब्रान्डेड हो यहाँको चाहिँ लगभग 12 कि 14 हजार पर्ने चस्मा हो र तपाईँले पत्ताउनु हुनु होला तर हो नै है ठ्याक्क यस्तो छ हामी चाहिँ अब केही समय पछाडि जान्छौँ तर एकछिन हामी यहाँ खेल्न चाहन्छौँ है त हामी मजाले खेलेको भिडियोहरू तपाईँहरूलाई देखाउँछौँ है त ल है अब हामी पनि एउटा फर्किँदैछौँ ल कविताजी के भनिदिनुहोस् हामी चाहिँ यहाँ आज समुद्रमा आएको छौँ कस्तो महसुस भइरहेको छ तपाईँलाई रमाइलो फिल भइरहेको छैन रमाइलो फिल भइरहेको छैन भइरहेको छैन समुद्रको छालमा चढ्न ठाउँ आएछौँ यहाँ रमाइलो गरेर हामी चाहिँ अर्को ठाउँ जाँदैछौँ त्यो पानी गएर उहाँ गएर सबै रमाइलो गर्छौँ त्यसपछि त्यहाँ गएर हेर्नुहोस् है त हाम्रो भला अनि भन्न चाहनुहुन्छ तपाईँ अब तपाईँलाई चाहिँ जापान आएर चाहिँ के कुरामा चाहिँ तपाईँ दुखी हुनुहुन्छ त्यो क्याप खोल्नुहोस् क्याप खोलेर भन्नुहोस् खासमा जापान आएर त्यस्तो दुखी भन्ने कुरा त होइन कि यता फर्केर म भन्नुहोस् खुसी नै छु जापान आएर तर अलिकति एउटा टेन्सन भनेको ऋण तिर्न सके छैन स्टुडेन्ट लाइफमा भएर त्यही भएर टेन्सन चाहिँ त्यति हो अरू केही छैन घर फ्यामिलीको याद आउँछ आए पनि साथीभाइहरू हुन्छन् त्यस्तो घर फ्यामिलीको याद पनि आउँदैन अनि बोयफ्रेन्डको कतिको याद आउँछ त नि बोयफ्रेन्ड नै छैन बरु एउटा गाइजहरू मलाई एउटा बोयफ्रेन्ड चाहिँ ऊ पनि खाली छ है कोही हुनुहुन्छ भनेदेखि मलाई मेसेज गर्नुहुन्छ म सेवाई गरिदिन्छु उसको चाहिँ दोस्त तिमी चाहिँ कति बिजी यार गर्लफ्रेन्ड यहाँ सुन न यहाँ म एउटा प्रश्न सोध्छु तिमीलाई ललित अब होइन दोस्त तिमीलाई चाहिँ आजको हामी जुन यहाँ समुद्रमा आयौँ नि कस्तो महसुस भइरहेछ त कस्तो महसुस कस्तो भयो कस्तो रमाइलो भइरहेछ कस्तो कस्तो के भइरहेछ जान्न चाहन्छन् ललित रमाइलो फिलिङ्स पनि भइरहेछ यता यता बट अब हाम्रो देशमा चाहिँ छैन दुःख पनि लाग्छ अनि अरू बालिन सरकारलाई समुद्र ल्याउन भन्नु पर्यो बालिन सरकारले समुद्र ल्याउँदैन किनकि बालिन सरकारी समुद्रमा छ अहिले त्यस्तो हालतमा छैन है अनि अहिलेको हाम्रो जुन देशमा जुन अहिलेको परिचालनमा भइरहेको छ नि तिमीलाई बालिन सरकारको लगभग 2 महिना क्रस गर्यो होइन सरकार भएको तिमीलाई चाहिँ अहिलेको बालिन सरकारले चाहिँ कस्तो काम गरेको छ जस्तो नेगेटिभ छ कि पोजिटिभ छ कि कस्तो काम छ तिमीलाई चाहिँ अलि ठुलो भन्दै एकदम पोजिटिभ अहिले जुन चाहिँ अब नेपालीहरू ठगिन पाएन त्यसपछि सबै कुराहरू चाहिँ आफ्नै आँखाले छर्लङ्गै देख्न पाइरहेछ त्यसको लागि चाहिँ अब धेरै धेरै धन्यवाद बालिन सरकार धन्यवाद दिन चाहन्छु ल ठिकै रहेछ अहिले अनि चाहिँ बालिन सरकारले चाहिँ गरेको काममा चाहिँ तिमी सहमति छौ एकदम भ्रष्टाचार न्यूनता गरेको काममा भनौँ न अब अरूलाई भ्रष्टाचार नदिने काममा चाहिँ तिमी चाहिँ एकदम सहमति छौ ल ऊ चाहिँ एकदम खुसी छ है 2 महिना भयो हाम्रो सरकार तर म पनि खुसी छु हामी सबैजना खुसी छौँ अनि बहिनी तिमी चाहिँ कस्तो छौ तर उसले चाहिँ एमालेलाई भोट हाल्न लगाएको है घरमा त्यस्तो टाइपको हो होइन अब मेरो कुरामा त तपाईँहरूले भन्नु पर्दैन म त अब कस्तो छु के छु भनेर तपाईँलाई हेरेर थाहा भइसक्यो होला होइन म कस्तो छु भनेर तर जस्तो छु नि सही छु नि फेरि अरू कुरा नबोल्छु मलाई मैले घन्टीमै भोट हाले होइन म स्वतन्त्र हो म कहाँ भोट हाले के भोट हाले म कसैलाई भन्न चाहन्न तर म
यिनीहरूको त छुट्टै छ फेरि कहानी यिनीहरूको है त ट्याक्क है यिनीहरू चाहिँ को हो थाहा छैन हामी चिन्नु नजान्नु परिचय पाउनु के पाउनु बाल हामीलाई यो ट्याक्क लाएर उनीहरू यसो जोडी हेर न जोडी मिलेका छन् जोडी यसैलाई मलाई एक्लै छोडेर मिलेका छन् फेरि नकचौरामा औलाहरू रही बवाल चाहिँ छोरा लागिसक्यो अब अलिअलि खिच्यो फोटो खिच्यो अब यहाँ माथि जान्छौँ माथि गएर चटपटे बनाएर खान्छौँ ट्याक्क लगाएर होइन के ल्यास्रेङ भएको आजको घुममा कस्तो भइरहेको है मेरो क्याब लिएर आएको सबले ल हामी साइकल उसमा आइसकेका छौँ लगभग साइकलमा चढेर सबैजना बिदाबारी हुन्छौँ समुद्र चाहिँ यस्तो छ यहाँ देख्दा चाहिँ यत्रो हाइटमा चाहिँ यस्तो बवाल छ कि के छोडिदिनु ल आजको स्थिति यहीँ सक्यो समाप्त भयो हामी गइरहेको छौँ है जान्छौँ अब खाजा खाने चटपटे खाने पानीपुरी खाने खानु पऱ्यो लगा अब सकिन्छ हाम्रो पनि ओहो यार यो चाहिँ बवाल रहेछ यार बाइक 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 फटक बाइक जाँदैछौँ दुःख सुख सँगै बसौँला मेरो नि एउटा भाइरल भइदियो नि हो नि यार युट्युबमा भाइरल भइदिएर एउटा कविता भन्नु पऱ्यो आकाशमा उड्ने चरीलाई कहाँ रोक्न सकिन्छ र आकाशमा हिँड्ने चरीलाई कहाँ रोक्न सकिन्छ र आएन यस्तो रुममा पनि आइसकेको छौँ अब तपाईँहरूलाई धेरै साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद यसरी नै हेरिदिनु होला ल अब अर्को भ्लगमा तपाईँहरूलाई फेरि पनि देखाउनेछु अर्को भ्लग चाहिँ तपाईँहरूले नसोचेको ठाउँमा जानेछु है आरिगातो गोजाइमासु बाई बाई